परमेश्वर हाम्रो प्रभु नि यति साह्रो आनन्दित प्रभु हुनुहुन्छ विवाह भोजमा गएर दाख्र सकिन्जेल बस्नुहुन्छ हालेलुया हाम्रो प्रभु नि आनन्द भएको ठाउँमा नि अन्तिमसम्म पनि बस्नुहुन्छ यदि तिनीहरूको जीवनमा आनन्द हुने कुरा सक्यो भने फेरि पनि म मिराकल गर्छु भनेर त्यो ठाउँमा बसिरहनुहुन्छ आनन्दित हुनुहोस् आनन्दित हुने क्रममा तपाईँको जीवनमा केही कुराहरू अभाव भयो भने येशूले मिराकल गर्नुहुन्छ यसको जीवनमा कहिले इनकेस यो आनन्द हुने कुरा त्यो समयमा त पुरानो नियममा चाहिँ नि यस्तो खाएर मात्रै आनन्द हुन्थ्यो कि नयाँ नियममा चाहिँ त्यो खाने अनुमति छैन पवित्र आत्मामा माग्ने अनुमति छ पवित्र आत्मामा आनन्द भइराख्नुहोस् यदि तपाईँको जीवनमा आनन्दलाई सक्ने कुरा बिचमा केही कुराले ल्यायो भने परमेश्वरले मिराकल गर्नुहुनेछ हालेलुया Make a joyful noise. भनेको चाहिँ नोइज भनेको चाहिँ हल्ला भोइस भनेको चाहिँ अर्थ हुन्छ नोइजमा अर्थ हुँदैन अङ्ग्रेजीमा नोइज भनेको चाहिँ नि हल्ला मात्रै अर्थ हुँदैन के अर्थ छ छैन तर आनन्दमा भनेको नि परमेश्वरमा चाहिँ मनाउनु भन्छ हालेलुया 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 बिस्तारै खोलिँदैछ दाजुभाइहरूको इन्जिन चाहिँ बिस्तारै अघि दिदीबहिनी चाहिँ स्कुटी जस्तो ग्यार चेन्ज गर्नु पर्दैन स्वयं दाजुभाइ चाहिँ नि थुप्रो दिन नचलाएको बाइक जस्तो तर तात्तेपछि चाहिँ मजाले कुद्छ है फेरि स्कुटीलाई स्वयंतिर स्कुटी लाग्यो अगाडि छिटो तान्यो बाई बाई हालेलुया म तपाईँलाई उत्साह दिन चाहन्छु तपाईँ नि ट्रेनिङमा आउनु भएको होइन विवाह भोजमा आउनु भएको छ होटेल लगाएर आउनुहोस् भनेको फर्स्टमा हालेलुया